अनि नेपालमा के सारा आन्दोलन भयो यार, जताततै झै झगडा हुर्दङ्ग, आधीभन्दा बढी नेपाली विदेश गर्न सकिए, भएका आधी पनि शान्तिसँग बन्न सकेनन् यार। शान्तिसँग बनाल दिनु पर्यो होला नि त यो सामान्य नेताहरूले। अब हेर केटा हो, राजा आउनुपर्छ होइन, अनि सब ठिक हुन्छ क्या, सब ठिक हुन्छ। ए मेरो भाइ, गलत चाहिँ के छ भन्दा गणतन्त्रमा जो राजै आउनु पर्ने ठिक हुनलाई। फेरि झगडा सुन्न गर तिमीहरू यार। भाइ गणतन्त्रको नि होइन नामै मात्र हो क्या गतिलो, बाहिरबाट हेर्दा चाहिँ सर्लाक्क मिया खाली पाए जस्तो, भित्र चाहिँ खोक्रो यत्रो मारेरै भन्यो क्या। फेरि भन्दा नि मारेरै भन्यो क्या यसले। भो भाइ तेरो राजा भन्दा त पनि इतिहास पल्टाएर हेर्ने भने नि खुल्काको चाहिँ केही छैन नि। ल यो झन् यसले पेज कसेर दियो क्या है, पोइन्टको कुरो छ, पोइन्टको कुरो छ है। के तँलाई पढ्न आउँछ लम्पट? ओ ओ ओ जान तेरो गर्लफ्रेन्डलाई गर्छु तिनी पछि म कहाँ ट्युसन पढ्न आउँछ त भाइ। ओ माई ग्यास, यसो सोध्नु पर्दैन क्या मेरा भाइ, सबलाई थाहा छ क्या होइन। तेरो नुन्नु सानो होइन क्या, सानो छ भनेर, सानो। ओ नो दिस इज पर्सनल है, ठहरै पार है। तँलाई थाहा यसको गर्लफ्रेन्ड म कहाँ किन आउँछ भनेर? भन् त भन् किन आखिर चाहिँ, किनकि यो हो छक्का। भनेपछि सब थाहा पायो नि त तिमीहरूले? कञ्चना फिल्मको डायलग होइन यो? सब थाहा पायो है तिमीहरूले? कतिको मुख भन्दा कतिलाई मारौँ त हात, यी मेरो हात अब त मार्दा थाकिसके। साथी हामी त जिस्केको पो त, त्यही त थकाउनु थोरै नराम्रो, इट्स अ गुड थिङ। गुड थिङ जिस्केको तँहरूको लागि हामी छक्का जहिले मजाको पात्र हुन्छौँ भन। अब अति हो, अब त तँहरूले सजाय पाउनै पर्छ, कोही न कोहीले तिमीलाई सजाय दिनै पर्छ। म दिन्छु तिमीहरूलाई सजाय। साथी अप्रिल फुल। अप्रिल फुल के हो? त्यो त तिमीहरूको फुल फुटेपछि तँहरूले थाहा पाउँछस्। दाजु है, बरु मलाई मार्दै है, तर यो नगर है दाजु, यो नगर है। ल कसलाई डर देखाएको है, कसलाई डर देखाएको? तँसँग डर जस्तो लाग्यो क्या भाइ? यसको नाटक हो क्या, यसको नाटक हो। के गर्न सक्छस्? के गर्न सक्छस्? गरेर देखा त, गरेर देखा के गर्न सक्दो रहेछस्। कुलमान खाता छोड़ दे, बगललाई छोड़ दे, छोड़ दे, दाजु मलाई छोड़ दे, दाजु इट्स टु लेट। दाजु तँलाई राजाको कुलमान खाते।